छल भएको यस्तो सफा खोला हो यो काउले माझको खोला बिचको खोला यस्तो शान्त वातावरण चराचुरुङ्गी कराइरहेका छन् एकदमै आनन्दित स्थान छ यही समयका यी पात्रेहरूका यो रहहरू पौडी खेल्ने लगायत बालापनमा माछा मार्ने गरिन्थ्यो यस्तो छोरा बगिरहेको छ यस्तो मिठो पानी बगेर गइरहेको छ लास्ट चौपारी र यहाँदेखि तल चाहिँ पात्लेको खोला यो देखिने भाग घरहरू यो चाहिँ काउले डगाँसको काउले भन्ने स्थान हो र यस्तो पहाड कति रमाइलो राम्रो देखिएको छ यो स्थान चाहिँ दीर्घ सिस्नाकमुल भन्ने स्थान हो र धेरै वर्ष पहिला राम्रा थिए चौपारीहरूमा धान पराल बरियाहरू ल्याउने बिसाउने यो ठाडा चौर हो सिस्नामुलको हुन्थ्यो अहिले